हो दाजु चिसो धेरै छ है किन बोल्ला होला यसरी 2026 को दोस्रो दिन आज चाहिँ यसरी नयाँ सालको सुरुवातसँगै हिउँले पनि यसरी हामीले स्वागत गरेको छ दाजु हिउँ खतरा पर्यो होइन हिँड्नु दाजु हेर्नुहोस् त हिउँ कतिसम्म परेछ भन्ने कुरा हाम्रो दाजुको खुट्टाबाट थाहा हुन्छ सुतिर भन्नुहुन्थ्यो म सेलर दिन्थेँ भन्नुहुन्थ्यो अलिअलि म बोनस पनि दिन्छु रेस्ट गर भन्नुहुन्थ्यो होला यहाँ दाजुको मन ठुलो छ हौ ठुलो मान्छेको ठुलै मन के कहाँ दाजु कहाँ धन छैन भन्छ ए करोडपति हो नेपालको त करोडपति हो नि यहाँको त कहाँ दाजु करोडपति हो है यहाँ सबै साथीहरू सबै मानिसहरू चाहिँ अब बसको वेटिङमा हो हाम्रो साथीहरूको लाइन के नै छ साथीहरूले किन जोस चल्यो कुन सबैचोटि आएका छन् हाम्रो साथीहरू चाहिँ अहिले चाहिँ हामी हाम्रो कम्पनीमा आइसकेका छौँ साथीहरू बस्ती झर्दै हुन्छ हेलो काका धेरै चिसो छ है यो म चाहिँ पर्ने क्रममै छ झर्कै झर्कै छ काका र म यहाँ काका त आउनु न भिडियोमा आउनु त थपिने क्रम छ साथीहरू पछाडि रहेछ अब कति पर्ने हो यसरी बाटोमा चाहिँ यो छिके छाले यसरी सोर्छ यो सोर्ने यो हो यसरी ठेलेर सोर्ने हो यहाँ सफा गरिरहेको छ यहाँ जम्मा गरेको छ चिसो त जब यसरी चाहिँ हावा चल्छ नि हिउँसँगै अनि बढी चिसो हुने हो सिक्दाङभित्र के छ आजको खाजा खाने हो गएर हिउँ परेको छ आज हाम्रो सिक्दाङको बिहानको खाना त्यस्तै छ लेउ आलु सुप ब्राउन राइस हामी टेबल टेबल आउनु हो हिउँ पर्यो फुरुरु हिमाली भेकैमा मलाई हिँड्ने बाटो छैन न र कसरी हिँड्ने होला या यताबाट बारी त क्या हिउँ कतिसम्म जमेको छ त भन्दाखेरि तपाईँलाई देखाउँछु जुत्ता चाहिँ यसरी सबै डुब्छ यति धेरै हिउँ परेको छ
छिगथाले चाहिँ गाडी हिँड्ने बाटोहरू सफा गरेकै छ। अहिले चिसो छ, अब झन् चिसो चाहिँ अब भोलिबाट हुन्छ। यो जब बिन्नु सुरु हुन्छ अनि हावा चल्छ नि त्यसपछि चाहिँ मुटु नि कमाउँछु। यतिको चिसो ठिकै मान्नुपर्छ। हिउँ अझै परिरहेछ। कति चाहिँ पर्ने हो, कति चाहिँ थुप्रिने हो। लगातार हिउँ परिरहेछ। हिउँ पर्न लगभग हिजो 8:30-9 बजीदेखि सुरु भएको हो। आज त पुरै अहिलेसम्म त पुरै जुत्ता त पुरै डुबिरहेछ हौ। एवं त्यसरी हिउँ पर्ने भने त कति जान्छ होला त, कति चाहिँ थुप्रिन्छ होला त। यताको अवस्था यस्तो छ। हुन्छ कि यहाँ हिँड्न जानेन भने चाहिँ मान्छे लड्छ। ओहो अर्जुनजी आइपुग्यो। त्यसो कति चाहिँ बाहिर है 2026 को सुरुवातसँगै यो पनि कडा पर्दै यार। लाइफकै फर्स्ट टाइम भनौँ न। यति धेरै हिँड्दा तिमी देखेको थिएन है? पहिला कहाँ देखेको थियो? पहिला सिक्किम आइल्यान्ड देखाएको थियो। यहाँ पनि अब अस्ति त थोरै त्यति धेरै त। अनि अस्ति त तिमीलाई त पोहोरको हिउँ देखाउँदा यहाँ हो र भन्थ्यो होइन? एकदम आज वास्तविक देख्यौ। चिसो त आज भन्दा भोलि चिसो हुन्छ कि जब बिल्दै जान्छ नि। अझै थपिरहेको छ फेरि हिउँ। कति पर्ने हो? रुमतिर बरु परेको थिएन नि त, यहाँ त परेको छ। हिजो त 9 बजीदेखि सुरु भएको यो फर्स्ट टाइम होइन त? एकदम काम गर्न सकिन्छ? गर्ने होइन, काम त गरिहालिन्छ। ड्रेस लगाएर सुरु गरिहालिन्छ काम त। खाके नमु छु छिन्छ छु चट्ट यो बुट लगाएपछि त जिन्दगी त अनि अब चल्छ त यार। जस्तो सुकै चिसो जस्तो सुकै तातो हटाउने जुत्ता हो क्या हाम्रो। थाम्दैन तातो कपडा तातो